यहाँहरूलाई थाहा नै छ निर्वाचन भनेको लोकतन्त्रको एउटा उन्नत अभ्यास हो। हामी त्यो अभ्यासमा छौँ र लोकतन्त्रमा हरेक एक नागरिकले समाजमा आफ्नो विचार राखेर त्यो विचारको माध्यमद्वारा जनताको मन जितेर नेतृत्व गर्न सक्छ, पाउँछ र त्यसलाई जीवन्त पार्ने एउटा त्यो प्लेटफर्म भनेको चाहिँ निर्वाचन हो। र निर्वाचन अहिले यहाँहरूलाई थाहा नै छ 2079 पछाडि हामी 84 पर्खेर बसेको थियौँ, तर नेपाली जनताले होइन 82 मै निर्वाचन हुनुपर्छ भन्ने नेपाली जनताले माग गरे बमोजिम अहिले निर्वाचन हुँदैछ। यो परिवेशमा हामी देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धेरै साथीहरू आफ्नो ठाउँमा उम्मेदवारी दिँदै हिँडी पनि रहेका छौँ र चितवन 3 को सन्दर्भमा मैले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट घण्टी चुनाव चिन्हमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएको छु। यो नितान्त रूपमा चाहिँ लोकतन्त्रको एउटा उन्नत अभ्यासको रूपमा मैले हेरेको छु। प्रतिस्पर्धी नै छैन भन्ने कुरा आइरहेछ। यी सबै कुराहरू चाहिँ यहाँहरूले सोध्नु भएको यी सबै कुराहरू भनेको चाहिँ हामीले लोकतन्त्रमा पक्कै पनि उम्मेदवारहरूको बिचमा प्रतिस्पर्धा हुन्छ, तर वैचारिक हिसाबले हरेक एउटा नेतृत्वले राखेको विचार के हो भन्ने कुरा जनताले मूल्याङ्कन गर्नुभएको हुन्छ र राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन हरेक एक पार्टीका मानिसहरूले यो नेपालको कुनै पनि भूगोलमा गएर म नेपाली जनताको मन जित्न चाहन्छु भनेर उम्मेदवारी दिन चाहनुभयो भने पाउनुहुन्छ। कानुनले कसैलाई पनि रोकेको छैन र कानुनले नरोकेको विषयमा ती बारेमा वैचारिक बहसहरू सायद नगर्दा पनि ठिक हुन्छ। अब अर्को कुरा चाहिँ यहाँहरूलाई थाहा नै छ राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्लामा एउटा घण्टी किल्लाकै रूपमा उदयमान भइरहेको पार्टी हो। अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नम्बर 1 र 2 मा हाम्रो पार्टीको तर्फबाट साथीहरू निर्वाचित हुनु भएर जानुभएको स्थिति थियो र 3 मा चाहिँ त्यसपटक अघिल्लो पटक चाहिँ हाम्रो साथी निर्वाचित हुन सक्नुभएको स्थिति बनेको थिएन। यसपटक हामीले चितवनका 3वटा निर्वाचन क्षेत्रमा सशक्त ढङ्गले जुन हामीले भन्दा पनि यहीँको नेपाली जनताले चितवनवासी जनताले माग गरे बमोजिमको आधारशिला तयार भइरहेको जस्तो मलाई महसुस हुन्छ।